मैले त बाला पनि राम्रो माने चाइरी खेल्ने ढुङ्गा चाइरी बनाइकन चाइरी खेल्ने अनि त्यहाँदेखि लाइरी लट्ठा भन्ने अनि खेल्ने त्यहाँदेखि क्या भन्छन् सिन्की लुगाउने भन्ने क्या भन्छन् र तिनी सिनका माटा थुप्रामा बनाइकन मताउने अनि त्यहाँदेखि चिब्ररी खेलिकन पछाडि जाङ्गे पनि च्यातिकन बल परे अनि दियाउ खाने दियाउ लाउने अनि केही टेन्सन न केही टेन्सन खुबै राम्रो त्यही बेला अनि ठुलो हुँदै जाने अनि त्यो टेन्सन बढ्दै जाने अनि बोझ बढ्दै जाने हुने रहेछ। अनि म पहिला सोच्थेँ क्या बड्डा मान्छेहरू किन कुब्रिन्छन् अनि यसो लतक्क लत्किया क्या हो अनि किन लत्कन्छन् भन्थेँ। त्यो त एकदम बोझ ज्यादा भइकन अनि एउटा बोझ अनि भारी ज्यादा भइकन त्यो ठसक्क भइकन लत्कन्न छन्। म त क्या भइकन लत्कन्छन् क्या भइकन कुब्रो आउँछ कुब्रो पर्छन् अनि भन्थे यो उमेर बढ्दै जाने बोझ भारी बढ्दै जाने त्यो त भारी धान्न नसकिकन लत्कने रहेछन् यस्तो गरिकन। म त यस्तो सिधा यस्तो गरे त होइजान्थ्यो क्यार न कुब्रिया भन्थे। यो त बोझ भारी धान्न नसकिकन लत्कन्न छन् अनि क्यार्ने हो र अब बालापो नै राम्रो हुन्थ्यो। अनि यी दिन जाने नै आम्न दिन जाने रहेछन् अनि सुमातिकन काहीँ राख्न मिल्ने भइदियो अनि ट्याक्क साङ्लाले बानिकन यी दिनहरू न दिन साङ्ला बानिकन राख्न न हुन्थ्यो। अनि अब क्यार्ने हो र अब भारी बढ्दै जान लागि बोझ बढ्दै जान लाग्यो अनि आजसम्म त लत्क्याउ छैन अनि धानेको छु। अब ज्यादा भयो भने यहाँ पनि कुब्रो आउने त होला क्यार्ने हो र साह्रै गाह्रो हुन्न छ।